काका म गाउँतिर गएँ है त तपाईँ चिया बगाएर खानु मलाई चिया राख्नु पर्दैन म उतातिर गाउँतिर गएर खान्छु है त के रे त गाउँतिर गएर चिया खाने रे अनि त गाउँतिर गएर चिया खाएर उतै अल मलेर उतै बिहान बिताएपछि यो घरको काम चाहिँ कसले गर्छ नि तेरो हजुरबाउ आएर गर्छ पर्दैन गाउँसँग जान बडो जान्ने हुँदो रहेछ किन जान्न म तिमीले भनेर हुन्छ म गाउँतिर जान्छु गाउँतिर चिया खाएर आउँछु ल जा त गाउँतिर कसरी जाँदा रहेछस् यहाँ घरमा काम नगरेर गाउँतिर त मुन्टिस भनेदेखि खोट्टा सुट्टा कहाँ बाँच्यो बडो आयो गाउँतिर जाने सत्ताइ ल भाँचा त कसरी भाज्दो रहेछौ तिमीले मेरो खुट्टा भाज्नलाई के मकैको ढोड सम्झेको छौ कि के हो बडो भाजिदिन्छु पो भन्दै रहेछ बा यो कुच्चाले हानेपछि मकैको ढोड हो कि फलनको डन्डी अनि थाहा पाउलास् मकैको ढोड पनि बाँचिन्छ फलनको डन्डी पनि बाँचिन्छ बडो काकासँग निउ खोज्ने भएको तलै मैले भने मान्ने भए खुरुक्क ल्याएर तँसँग कति पैसा छ निकाल मसँग त कहाँ हुनु काका मसँग त एक सुका पनि छैन भने निकाल बे खुरुक्क कति पैसा छ निकाल नत्र म आफै खोजेर निकाल्छु नि भए काका दुःख नगर म आफै झिकाइदिन्छु बोले लिए जम्मा 100 रुपियाँ भागे त्यति हो त नि अनि अब गाउँ डुलेर चिया खान जालास भन्नु पनि तँसँग पैसा छैन यहाँ छ पैसा एकैछिन पकाए ल यो बाल्टिन लिएर खुरुक्क पालिन्छ जान्छु अब कस्तो पसलमा गएर चिया र दुध खानु मन लागिरहेछ खाला चिया र दुध भएको पसलको चिया खान हुँदैन ग्यास्ट्रिक हुन्छ कालो घरको चिया खाएर घरमै काम गर्न पर्छ अनि झिल्के त्यहाँ पँधेरमा पानी जाँदाखेरि कसैले तँलाई बोलाएर लभ गरौँ भन्ला नि त राम्रो छस् कपाल पनि यस्तो झ्याप्ने छ लभ नगर्ने फेरि अनि त्यो पदेरामा कोही केटीले बोलाएर लभ गरौँ भन्यो भने चाहिँ के भनिदिनु जसले लभ गरौँ भने पनि म त लभ गर्दिनँ बच्चै छु भन् एउटा जान्ने हुँदो रहेछ लु जा अब के हेरिरहेको हस् गए जा छिटो पालेर आइज नि बच्चाहरू सबैले भन्थे ती काकाले कहाँ दिन्छु र म पनि सबै यति त मैले पनि लुकाएर राखेको थिएँ नि कम्ता बाटो छु म ओहो चित्रे कता जान लाग्छ बिहान बिहानै कता हुने नि यसो चिया खान जाउँ भने हिँडेको नि अनि तँ चाहिँ कति गएर आइस् नि म पनि चिया खाएर आएको नि सेतो चिया घरमा पाक्दैन कालो चिया मात्र पाक्छ बरु पसलतिर गए यसो सेतो चिया खान पाइन्छ कुरा सेतो कालोको मात्रै होइन बरु घरमा आमाले पकाएको चिया भन्दा पसलमा साइनीले पकाएको चिया मिठो हुन्छ भन्न त्यो कुरा घुमाइरहेको नि त्यो पनि हो कति आमाले पकाएको चिया मात्र खानु कहिलेकाहीँ त हामीलाई पनि तरुणीसँग सँगै बसेर चिया खान मन हुन्छ नि छिप्पेर डुङ डुङ गनाउने बोका जस्तो भइसक्यो अहिलेसम्म कुनै केटीले हेर्दैन कुनै केटीले हेर्ने त अनुहार पनि हुनु पर्ने तेरो त अनुहार र सनुहार इन्डियाको सुनुहार भने जस्तै त छस् नि राम्रो नाक हेर्न लागेको घिराउला जस्तो छ अनुहार हेर्न लागेको कुच्चेको डेक्ची जस्तो छ म यति राम्रो शिव श्रेष्ठ जस्तोलाई नराम्रो भन्छस् धेरै हेपेर नभने टोपे मेरो रिस उठ्दै उठ्दैन उठेपछि फेरि तेरो रिस उठ्दै उठ्दैन उठे पनि केही लछार पाटो लाग्दैन लैन बरु तर म सँगै चिया खान जाने होइन यो मोबाइल मात्र हेरेर पुग्छ कि खाना पनि पर्छ पेट भर्न मन भए भित्र गएर भात हेर्छ हेर्छु नि तेरो भात त आफै हेरियो खुब बडो दाइलाई काम हराउँदो रहेछ नुन सकेछ कि त नुन लिन जा कि भात पकाउन जा बरु नुन लिन जान्छु ले पैसा
जो पसल रहन्छ त्यसैको पैसाले ल्याउँछ नुन जहाँ गएर लिएर आइज 2 पोका नुन र 2 पोका तेल तँ आफै जा नुन तेल लिनलाई बरु म खाना पकाउँछु बरु बेलामा आइज पसल गएर आउँदैन म त बिस्तारै जान्छु अनि आउँदा पनि बिस्तारै साथीसँग भेट्दै आउँछु मेरो के जान्छ र जान त केही जाँदैन त्यहाँ केटाहरू भेट्न थालिस् भने चाहिँ करङले दुःख पाउँछ तेरो होइन है दाइ त मेरो दाइ होस् कि दुश्मन हो आफू पनि बिहे नगर्ने अनि मलाई पनि केटा भेट्न नदिने केटै नभेटेपछि चाहिँ कसरी हुन्छ क्या मेरो बिहे चाहिँ ए तँलाई बिहे गर्न हतार भएको तँलाई म केटा खोजिदिइहाल्छु नि ए हो र दाइ तैँले मलाई केटा खोजिदिने अनि केटा चाहिँ को हो नि को हुनु नि त्यही माथिल्लो घरको कालो कुकुर तँलाई उत्ताउलिस् दाइको अगाडि बिहे गर्न हतार भयो भने लाज लाग्दैन यसमा के को लाग्छ मैले मात्र बिहे गर्छु भनेको हो र गर्दा नबोल त पसल जान्छ कि जाँदैन जान्छु होइन है बुढी कन्या मुर्छ परेर हाँसिरहेको छु त कुकुरको पुच्छर बाङ्गो देख्यो के हो किन देख्नु पर्यो कुकुरको पुछार बाङ्गो त्यो भन्दा त तै कमेडी देखा छस् नि कम्बर मर्काउँदै बरु आइज न बस तँसँग ल परिहाल्छ कि हेर लाज पछि कि भाले बस्नु कहाँ पोथी पो कर गर्छ बा होइन तेरो घरमा दाजुभाइ छैन कि के हो दाजुभाइ त छ नि तर मेरो बोयफ्रेन्ड छैन के तँ मेरो बोयफ्रेन्ड बन्छस् बोयफ्रेन्ड रे तेरो बोयफ्रेन्ड त बरु मेरो चप्पल बन्छ बडो आई मेरो बोयफ्रेन्ड बनाउनलाई बरु यसो गर न बुढी चाहिँ भन्न मेरो काकाको बिहे गरेर के भनिस् रे तेरो त्यो घरबाट जा वनबाट आऊ भने काकासँग बिहा गर्छु म यो परी त्यस्तो सस्तो छैन त कस्ती छ सस्ती छ कि महँगी छ त त्यो त सारा गाउँलाई थाहा छ नि धेरै नखोकी हुन्छ म खोक्छु कि बान्दा गर्छु भन्ने कुरा तैँले पछि थाहा पाउलास् म तेरै अगाडि फिल्मको हिरोसँग बिहा गरेर देखाउँछु अनि चाल पाउलास् हो रहेछ तेरो खुट्टा देखेर चाल पाइसके एउटा फिस्टाले भन्थे रे के आमा मैले त बाँसको टुप्पामा चढेर बाँसको टुप्पा नि तल नुहाइदिएँ भन्थे रे आमाले के भने थाहा छ आमाले हो रहेछ तेरो खुट्टाको चाल देखेर थाहा पाइसके भन्थे तेरो पनि त्यस्तै हेर्दै जान नपत्याउडी खोलाले नि वात्त बगाउँछ भन्छ अब गफ पनि कति लाउन जाने कि होला होइन दादा यस्तो एकान्तमा बसेर कोही माछी जाला पर्ला र त्यसैले त तँलाई म मूर्ख भन्छु त माछी पर्ने भनेको यस्तै एकान्तमा हो मान्छेको भिडमा त माछी भागिहाल्छ नि यो जङ्गेको डरले हो दादा यति कुरा नि मेरो दिमाग कस्तो आएन त तेरो दिमागमा यति कुरा आएको भएदेखि नेता बनिहाल्दिस् नि ए पाङ्रे त्यहाँ हेर त ए परी यति राम्री बनेर कता हिँड्यो कि बोयफ्रेन्ड भेट्न जानु लागेको भयो अब तिमीहरूलाई हामीलाई पनि मायाले हेर न ओ मर परी मर मर हामीलाई पनि मायाले हेर ए जङ्गे लै 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 इस हेर्छु त जस्तोलाई कस्ता कस्ता कहाँ गयो मुसाको छाउ र अस्ट्रेलिया पख्लिस अस्ट्रेलिया हो कि यो के पछि थाहा पाउलिस ओहो बनाउने बोकाहरू कहाँ गएर अब यसरी हल बाँधिएर के रे हामी गनाउने बोका रे तिमी गनाउने बोका होला नि होइन हामी कुन एङ्गलबाट गनाउने बोका देखिन्छौ हाम्रो मात्रै के भन्छौ त तिमी झन् 50 नागिसक्यो अहिलेसम्म बिहे भएको छैन म त ब्रह्मचारी भएर पो बिहे नगरी बस्या त तिमीहरू जस्तो बुढी नपाएर बिहे नगरी बस्या हो म भो बिहा किन नगरेको भनेर हामीलाई राम्ररी थाहा छ ढाँट्नु पर्दैन ल भइगयो यो कुरा यहीँ छोड्यो बरु भन तिम्रो कता गएर आएको हामी
त्यो साइलीकोमा चिया खाएर आएको अनि तपाईँ चाहिँ कता लाग्नु भन्ने म त त्यो भतिजो केटालाई खोज्न जानलाई नि अब बिहान 7 बजे नि 1 बाल्टी पानी नै भनेर पठाएको अहिलेसम्म भनेर कहाँ मुन्ट्यो यही भएर खोज्न जानला जान्छ तपाईँको भतिज पानी लिनुलाई साइलीको पसलमा गएर 3टा दुनट र चिया खाएर घरतिर लागिसक्यो। घर गइसक्यो रे होइन कुन बाटो गएछ त अहिले भर्खर म यही बाटो आएको बाटोमा भेटिन त कुन बाटो मुन्टेछ त अर्कै बाटो गयो होला नि त। हो अर्कै बाटो गयो होला। त्यो पनि हो अब म खोज्न जान्न त्यसलाई घरतिरै फर्किन्छु। हुन्छ जाउँ दाइ सँगै जाउँ। साइडमा हेर साइडमा पछाडि वल्ला यार होइन सुँगुर हो के पानी गएको बाल्टिन खोइ यहाँ मोबाइल चलाएर बसा सस्ता बाल्टिन कहाँ हुन्छ तिमीलाई त्यति पनि थाहा छैन बुढा के तिम्रो यही अगाडि ल्याएर राखिदिउँ हो त्यति साह्रो दुःख पनि नगर जा अब यत्रो 1 बाल्टिन पानी ल्याउन 15बाट यहाँसम्म पानी ल्याउन 4 घन्टा लाइस् अब भित्रबाट फेरि यहाँ ल्याउनु थालिस् भने त दिनै बित्छ म अदाल ठकेर बरु भात खान हिँड। भात खान त जाने काका तर के को भात के को तरकारी छ आज पहेँलो भात पकाएको छु अनि सुकुटीको मिठो तरकारी पकाएको छु हिँड खान जाउँ। पहेँलो भात चाहिँ बेसार राखेर चाम्रे पकाउनु भयो होला सुकुटी चाहिँ के को पकाउनु भयो काका राँगाको पकाउनु भएको राँगोको सुकुटी होइन सुकुटी भनेको सागको सुकुटी के गुन्द्रुकको सुकुटी अनि पहेँलो भात भने चाहिँ मकैको डेढा भाइ मस्काको क्या हो र काका अया मेरो त कस्तो पेट दुख्यो काका ए म त खान्न तपाईँ गएर खान जानु 3टा दुनट र चिया खाएर पेट टन्न भएको छ अनि किन खान्थिस् त मकैको ढेँडो र गुन्द्रुकको तरकारी त नखा न म त खान जान्छु। ए त साँच्चै खान्नस् खान्न जानु तपाईँ गएर खानु नखा आफू त मजासित खाइन्छ मकै ढेँडो र गुन्द्रुकको तरकारी त यहाँ थचिरा त्यही मोबाइल खेलेर नखाने रे। ओइ बाङ्रे ऊ हेर त रम्बा आउँदैछ अजिङ्गरको आएर दैवले पुर्याउँछ भनेको हो रहेछ। हो नि दादा अजिङ्गरलाई भोक मात्रै लाग्नुपर्छ आएर त आकाशबाट पर्छ नि। तैँले ठिक भनिस् बाङ्रे ल जाउँ। आहा कति मिठो रसै रसले भरि कि रसभरि कता गएर आ कि तेरो मलाम गएर आइ कि अरू केही भन्नु छ तँलाई भन्नु केही छैन यति मिठो रसभरिलाई खाना त्यो पनि टोकी एउटै जङ्गलमा बसेर कुकुरले बाघिनीसँग न्यु खोजेको त सुहाएन नि। यो जङ्गललाई रिस उड्यो खुब रिस उड्यो गिडेर राखिदिन्छु। तैँले मलाई गिर्नला म कुनै बकैनाको गिन्डा होइन त जस्तो मान्छे गिर्ने त धेरै देखे। ए दादा यसले निकै पो खोकी त खोक्न दे टिभी लाग्यो होला नि बिचारीलाई यसको टिभीको उपचार अब म गर्छु। गिडी छैन कस्तरी हानी नि त्यसको खुट्टामा त के रहि परोस् दादा साह्रै दुख्यो उड्यो नि यार पाङ्रे राम आज त काका नहुँदै भाग्छु अहिले काका उठ्यो भने कि पानीले कि भात पका भन्छ बरु त्योभन्दा अगाडि भाग्छु कि भात।
झिल्के यस्तो हिरो भनेर कता हिँड्छौ तल साइलीकोमा जाड खान जान्ला तपाईँ जान्छेस् लान्छस् भने जान्छु नि तैसँग झाड खान तर मलाई तेरै काखमा राखेर खुवाउनुपर्छ जा खुवाएको खुवायो हो तँलाई मेरो काखमा राखेर जाड यो गाउँमा मेरो काखमा बसेर खाने केटी जन्मेको छैन अनि तेरो काखमा बस्ने केटी यो गाउँमा नजन्मेको है कहाँ जन्मेको छ त कहाँ जन्मिने र सहरतिर जन्मे होला नि सहर बजारमा जन्मेको केटीले त तँलाई हेर्न नि पर्यो नि नाम मात्र झिल्के भएर के गर्नु त पारा त तेरो गाउँले पाखी नै छ के अरे लु भो धेरै पाकिसके नभन तैँले यही पाखीलाई पाएको भए खुट्टा ढोकेर खुट्टाको पानी खान्थिस् होला फुर्ती लाउँछ खुबै खान्छ काहीँ नपाएर त जस्तो कालेको खुट्टाको पानी अहिले म जस्तो राम्री केटी काखमा राख भन्दा मान्नुहोस् पछि केटी नपाएर रुँदै हिँड्नु पर्ला नि रुनु पर्दैन अहिलेका केटाहरू कुनै केटी पाएन भनेर खुट्टा भए जुत्ता कति कति तैँले उल्टो भनिस् कि यो जुत्ता हुनुपर्छ खुट्टा त कति कति लाखौँ लाख पाइन्छ आजा धेरै नखोक तँ जस्तो खोक्ने केटी त मैले कति भेटेँ कति सकेसम्म जित्नै पर्ने कस्तो होला यो केटीको जात होइन है चित्र हामीमा के खराबी छ कुनै पनि केटीले हेर्दैन त मैले नि त्यही सोचिरहेको छु अब 40 कटेपछि बिहे गरौँला रमाउला भनेर विदेशतिर बसियो अहिले आएर यता हाल्छ त्यही त भनेको हाम्रो बिहा नभएको भनेर दुनियाँलाई छिपेको बोका भन्न थालिसक्यो होइन तिमी रणवीरको बहिनी रम्बा होइन भने हजुर म रणवीरको बहिनी रम्बा नि हो नि हजुरहरू नि म सिरानी घरे चित्रे अनि म चाहिँ डाँडा घरे टोपे ए यो गाउँमा त तपाईँहरूलाई त मैले कहिले पनि देखेको थिइनँ त अनि कसरी देख्छौ त हामी सधैँ विदेशको विदेश त्यो पनि हो अनि विदेश बसेर पैसा त टन्न कमाउनु भयो होला नि कमाउन त कमाइए छ नि तर के गर्नु सम्हालिदिने मान्छे छैन सम्हालिदिने मान्छे छैन रे अनि तपाईँको बुबा आमा श्रीमती त छैनन् र कोही पनि छैन मेरो बुवा आमा पहिल्यै बितिसक्नुभयो श्रीमती बिहा गर्नै बाँकी छ बिहे नगरेको भए अब गर्नुहोस् के 40 कटेपछि रमाउने हो बिहे त गर्ने भनेको तर कसैले पत्याउँदैन के गर्नु किन नपत्याउनु यतिको धन मन भएको हेन्डसम केटालाई तपाईँले चाहिँ चाहनु पर्यो के हो र भने यसले मात्रै पत्याउँछ कि मैले नै पत्याउँछ यो केटीहरूले तपाईँ धन्दै नमान्नुहोस् न तपाईँले पनि पाइहाल्नुहुन्छ नि केटी हो र भने तिम्रो मुखमा दुध र भात जाओस् बरु ल तिम्रो रिचार्ज खर्च धन्यवाद अहिले जान्छ हस् बरु भन हामी कहिले भेट्ने भरे 5 बजे भन्छ घोडा कुदै भेटाउँला मैले त भेटाउनै सकेन हौ दाइ तपाईँले त छिटो छिटो नहिँडेर के गर्नु त तेरो टाउकोमा कथक नाच्दै हिँड्नु श्री 4 जङ्गे पो हुँदा होइन दादा तपाईँ किन यसरी विरक्ति भएको साँच्चीकै किन हुनु नि म यस्तो डरलाग्दो मान्छे देख्दै डर लाग्दछु तर के गर्नु उल्टो लात्ताले हानेर हिँड्छ नि माया गर्ने मान्छेले पहिला लात्ताले हान्छ दाइ अलिला जाउँ हो अरे बाबा कति मिठो ढुङ्गाले हानेको बरु अगाडि आइदिए नि हुन्थ्यो नि वरपरि मिठो लाग्यो मैले ढुङ्गाले हानेको चोक्लेट भन्दा नि मिठो तँलाई बुढो कन्या तँलाई छिपेको बोका यति राम्रो परिलाई देखेर जिस्काउँछस् इच्छेस राम्री बड आए राम्री भन्न हेर्दाखेरि भन्दा बुढी देखिन्छस् अझ तरुनी रे म भन्दा त झन् बुढी कन्या होस् त झन् छिपेकी बोकी होस् बिहा गरा भेदीको अहिलेसम्म 1 दर्जन बच्चा पाइसक्थिस् बरु मसित बिहा गर अर्को वर्ष बच्चा पाउन पर्छ मादल ठोकेर 18-19 वर्षको केटाहरू मर्छन् म देखेर तँसँग बिहा गर्छु म त्यही केटाहरूसँग बिहा गर्छु नि म जे पर्ला पर्ला तैँले 18 वर्षको केटाहरूसँग बिहा गर्छु भन्ने बित्तिकै 18 वर्षको केटाहरू खुरु आउला नि फेरि तैँ जस्तो चाउरी बुढीसँग बिहे गर्न हेर्दै जान तेरै अगाडि 18 वर्षको केटासँग झै
यहीँ बाजा बजार बिहा गरेर देखाइदिन्छु। आए गए के पाए मनको लड्डु घिउसँग खाए भनेको यही हो। त्यसरी मुखले बोले पुग्ने भए त म पनि इन्डियाको ऐश्वर्या रायसँग बिहा गर्छु भन्थे नि। अब मुखले बोले पुग्दैन क्या रे। तैँले बोल्या नपुगे नि के गर्नु, मैले बोलेको पुग्छ क्या रे, हेर्दै जान। ए पक्नु परि हिँडेकी भने पक्दा त परि म पर परि म तर पक्नु भेट्न पनि सक्दैन। ए रम्मा तिमी आयो? आऊ आऊ बस। कतै तिमी आएको त टोपीले देखेन? कहाँ देख्नु, कसैले नदेख्ने गरी आइकी। बरु किन बोलाउनु भयो भन्नु न। किन बोलाउनु नि, यसो पकेट खर्च चाहिएछ कि भनेर नि। हो र, चाहिएको त थियो नि पैसा, तर कसले दिन्छ र? म दिन्छु नि पैसा, बरु तिमीलाई म कस्तो लाग्छ कुन्नी? असाध्यै राम्रो लाग्छ नि, मलाई त तपाईँ हिरो जस्तै लाग्छ। ए हो र, एकछिन पख ल। ल ल 20,000 तिमीलाई कपडा किन्न। वाउ 20,000, थ्याङ्क यू। वेलकम वेलकम। बरु एकचोटि आई लभ यु भनिदेऊ न। भइहाल्छ नि, आई लभ यु बाबा। बाबा नै पो आई लभ यु टु। न बरु 1,000 रुपियाँ रिचार्ज गर्नलाई। थ्याङ्क यू बाबा, अहिले चाहिँ म जान्छु ल, फेरि अरूले देख्छ। ओके ओके नानु, भोलि फेरि भेट्नु ल। ओके बाबा, बाई बाई। आयो होइन त रम्बा त्यो चित्रलाई भेटेर? आए। अब भन त, त्यसो भए म राम्रो कि त्यो चित्र राम्रो? साँच्चै भन्नुपर्दा त तपाईँ राम्रो नि। कहाँ तपाईँ हिरा, कहाँ हो किरा। ए त्यसो भए लाउ तिमीलाई खर्च 50,000। एकचोटि आई लभ यु भनिदेऊ न। 50,000 पाएपछि त आई लभ यु मात्रै किन, आई लभ यु बाबा भनेर बिहे नै हालिदिन्छु। होइन बिहे नै हानिदिन्छौ? यो सपना हो कि विपना हो? अया ए विपनै रहेछ। हुन्छ बिहे नै हानिदिनु हो त। अर्को महिना हुँदैन, यही महिना हानिदिनु। भइहाल्छ नि मेरो बाबा, बरु बिहे चाहिँ भोलि दिउँसो मन्दिरमा गरिदिउँ है। हो र, भोलि नै हानिदिउँ विवाह? शुभ कार्यमा किन ढिला? जाउँ बरु विवाहको लागि तयारी गरौँ। होइन त फेरि मेरो पछि लागिस्? अनि म तेरो पछि नलागेर के मेरो भतिज पछि लाग्नु पर्ने त तेरो? कुरा सुन्दा नि उठेक लाग्छ। तेरो भतिज पछि लागोस् भने त हो नि, तर लागेन। लाग्छ तेरै पछि मेरो भतिज, उसको त अर्कैसित लभ परेछ। अब तँलाई मसित लभ गर बिहा गरौँ भने मान्दिनस्? यस्तो बुढी भइसकिस्, तँलाई कसले हेर्छ बुढी भयो भने? अब मैसित लभ गरेर बिहा गर। हेर्नु भर्खरको केटाहरू आन्टी लभर भन्छन्, म त भर्खरको केटासँगै लभ गर्ने हो। हो त्यसै भन्दा हिँड, अनि कुन दिन गएर खाल्टामा खस्छिस् अनि थाहा पाउलिस्। उखेरी आइमाईको 20वटा पोइ मर्ने बेला कोही न कोही भन्छन् नि माता ठोकेर, हो त्यही होला नि फेरि। हो त भाइ, यो परिलाई पकालेरै छाडिस्, बिहा गर्ने आँट छ त। अनि बिहे गर्ने आँट पनि छ, तिमीलाई सुखसित पाल्ने हिम्मत पनि छ, अनि 4-5वटा बच्चा पाउने रहर पनि छ माता ठोकेर। I love you 2, I love you 3, I love you 4, I love you 5। होइन काका, यहाँ तिमी के गरिरहेछौ हात सुँग्दै? केटी केटीको बास्ना आधा के हो कुरो? छैन
यहाँ केही केटीसेटी बाँच्न आएन पर्छ गर भात पकाएर गर जान्छु नि म एक्लै जाने भए दुवैजना जाऊँ नत्र म एक्लै त जाँदै जाँदैन म त यहीँ बसी पऱ्यो कस्तो पिसाबको लाग्यो म यता हेर्नै ए बच्चा के गर्नु लागेको म यहाँ छु अनि किन गएको त तिमी त्यहाँ तिमी के त्यहाँ पिसाब फेर्न गएको नगरा बच्चा मेरै काकाले लुगाएको यहाँ तै देख्छौ भनेर ए कुरा त्यसो पो हो मलाई चाहिँ लभ गर्नु हुन भन्ने अनि आफू चाहिँ झाडी झाडीमा आएर गफ गरेर हिँड्ने बुढा बिग्रेपछि बच्चा बिग्रेछ हो म यहाँ जाने हो के रे जाने हो रे एकछिन पकाइ दाइ ए दाइ यहाँ आइज न छिटो के भयो हेर न यसले मलाई जाम भन्यो न त फुट्ने त्यस्तो होइन मेरो कुरा सुन्नु दाइ त मेरो कुरा सुन्नु दाइ म त्यस्तो नराम्रो सोच्दै जाऊँ भने होइन कि दाइ म पठाऊ हो कि दाइ झिल्के तिमी पो हो ए झिल्के पो रहेछ हो म झिल्के हो तिमी चाहिँ को म रम्मा नि तिमीलाई साह्रै दुख्यो र मर्ने गरी कुटाएपछि दुख्दैन त तिमीहरू अपराधीको सन्तानहरू तिमीहरूको त मर्ने बेला सास पनि जाँदैन होला तिमीहरूको मनमा अलिकति दया माया भन्ने छैन मलाई माफ गरिदियो झिल्के मबाट गल्ती भयो तिमीलाई माफी त म एउटा कुरा मात्रै दिन्छु तिमीले मसँग बिहे गर्ने भयो मात्रै माफी दिन्छु नत्र भए पुलिस बोलाएर तिमीहरू दाजु बहिनीलाई नि चौकीमा लगेर खादिन्छु नबोला पुलिस बरु तसँग म अहिले बिहा गर्छु हो र साँच्चै भनेको त अहिले नि मसित बिहे गर्छेस् साँच्चै हो क्या बरु अहिले जाउँ होइन मन्दिर गएर बिहा गर्छु ल त्यस भए चाहिँ बस काकालाई नि सँगै लिएर जाउँ मन्दिरमा गएर बिहे गरौँ आइज बस्नु ल होइन चित्रे किन यति हतार गरी हिँड्यो त्यही पनि बिहान बिहानै मेरो कुरा छोड बरु भन्न तँ किन यताउति हेरेर बसेको कि कसैले कुरिरहेको होइन म कसैलाई कुरा बरु त कहाँ जान लाग्यो जा म त कहीँ जान लागेको होइन यहीँ बस्न आएको थचिनु पर्यो अन्त गएर थचिनु मेरै छेउमा आएर थचिनु पर्छ कस्ता मान्छे हुन्छ नि यार कति नजिक आउनु पर्यो म यहीँ बस्छु रे म यहाँ बसेको मन परेन भने जान अन्त उठेर बस्न ए चित्रे बरु नडाँट्यो भने त तैँले कसलाई कुरेको अब तँले के धान्नु रम्मले माथि मन्दिरमा बिहे गर्न बोलाएको छ तँलाई पनि बोलाएको थिएँ मलाई पनि त्यही मन्दिरमा बोलाएको छ त त्यही त हामी दुईजनालाई किन बोलाएको छ मन्दिरमा ए दालमै कुचका लाए हिँड जाउँ हामी दुइटै मन्दिरमा जे पर्ला मन्दिरमै गएर बुझौँ ल होइन है रम्बा के हो तेरो पारा एउटालाई बिहे गर्न बोलाउने अनि अर्कैसँग बिहे गरेर जाने तेरो पारा ठिक भन है तेरो पारा होइन है बरी यो टोपीले के भन्छ तिमीलाई त तर ममा भन्छ त निकै खै बुवा चिन्दिनँ म त यिनीहरूलाई को हो तिमीहरू ए हाम्रै पैसा लगेर खानी हामीसित बिहे गर्छु भनेर अझ हामीले नचिन्ने एकछिन रम्बा तिमीले यिनीहरूको पैसा लगेर खाएको हो कहाँ खाने यिनीहरूको पैसा मैले यिनीहरूलाई म त चिन्न पो चिन्दिनँ ल सुन्नुभयो होला नि रम्बाको कुरा तपाईँहरू अब खुर्क जानु जानुहोस् रे हामी त यो रम्बासँग पैसा असुल पर्नु नगरी जाँदैनौँ होइन है टोपे मेरी बुवाले तिमीहरूसित पैसा लिएकी छैन भन्छन् तिमीहरू लिएको छ कि छ भन्छौ मेरी बुवाले पैसा लिन चाहिँ कति लिएकी छिन् योसँग चाहिँ कुन्नी मसँग चाहिँ दुईचोटि गरेर 1.5 लाख लिएकी छन् अस्ति मसँग दुईचोटि गरेर
1,25,000 ल्याएको छ। ए त्यसो भए तँसित 1.5 लाख तँसित 1,25,000 पैसा मेरी बुहारी लिएकी छिन्। त्यसो भए पैसा लिएको बेलामा कागज त गरे नि खै कागज हेरौँ खोइ देखाउ औँठा छाप होइन कागज देखाऊ त कागज हामीले त कागज गरेको छैनौँ। त्यसो भए मेरी बुहारीले तिमीहरूसित पैसा लिएको ठहर भएन के पैसा ल्याउ भनेर बसिरह फुरुक्क जाऊ तेल बेच्न मादल ठोकेर। हे भगवान् हाम्रो पैसा डुबेकै हो त। अब तिमीहरूको पैसा डुबेकै हो त्यो पनि चुलुम्मै पौडी खेलेकै हो। के पैसा ल्याउ भनेर बसिरहेको खुरुक्क तेल बेच्न जाऊ मादल ठोकेर। यो टोपेला रिसुटो खुब रिसुटो। म